सुन कहानी मेरो साथमा तिमी यो कलियुगको नारीको देखावटीको यो दुनियाँमा मतलब यिनलाई दिखावाको झुटी दुनियाँमा अल्झेको असलियतदेखि टाढा गई आधुनिक दुनियाँको नारी संस्कृति नै भुल गई ये कलीको नारी तिमी किन यसरी बदली गयो के हुँदैछ आसपास र कस्तो दुनियाँ सरी छ लागु पदार्थ नशामा डुबी बसी कस्तो आजको नारी हो आधुनिक दुनियाँको नारी सोचे सबैमा भारी हो तर असलमा यो सोच त यो नारीको लाचारी हो खै बार हुन्छ प्रेम यिनले दार कुटेर फेरि गन हान्छ आफ्नो आफन्तलाई छोडेर आफन्त अरूलाई मान्छन् कोही नारी छ आजकल फोटो पहिनमा आउँछन् तो प्रिय बन्नको लागि बढी रङकन देखाउँछन् कब यस्तो नारी हुन्छन् जो मर्यादा नै राख्दैनन् पढ्न लेख्नको नाम मार्छन् परिवारलाई गर्छन् जो कन्ठव्यलाई भुली बसेर कुमारकोमा जान्छन् कम उमरको नारीहरू बालापनमा स्कर डराउँछन् सम्बन्ध मनाउँछ कई बार संस्कृतिबाट नै टाढा गई जो गहना हुन्छ कईमा जो लाजरम नै भुल गई भुली गयो त्यो मर्यादा जो एक नारीमा हुन्छ आमा बालाई दुःख दिएर कोही बालाइको लागि रुन्छ नजानेको नचिनेको मानिसको रङ्ग रूपको प्रेम गर्छन् उनलाई जसलाई केवल शरीरको भूख मनदेखि कसैलाई प्रेम छ र शरीरको कसैलाई आशा कसले गर्छ प्रेम यिनलाई कसैले गर्छ चलावा सही गल्पमा अन्तर छैन अब नारीलाई यहाँ छोड्न छैन जस्तो पहिला हुन्थ्यो अब नारीमा त्यो पर्द छैन संस्कृतिबाट टिक्न चिना यही सोच आजको नारीमा गर्नुहुन्छ जस्तै यिनलाई छोटो पहिरनमा आजादी किन मान्छे यी समाज जसरी बदल्यो यो मान्छेहरू छोटो भयो पपडाया छोटो भयो यिनीहरूको छ नयाँ जमाना चलावा दिनुहुनु बच्चाले ध्यान पनि अपराधले जो रोक्न सक्छन् दिँदैन यस्तो संस्कार यो यस्तो नारी हो जसको परिवार कुनै छैन चिन्ता अरे कस्तो नारी हो जसमा नारीत्व नै देख्दैन नारी पा त्यो हुन् जोकालाई पनि मृत्यु दिवस आफ्नो श्रीमानको खातिर जो राजदप्ती पनि त्याग दियो दण्डवत प्रणाम हो मेरो विकराल नारीलाई सारै नारी मर्दनी ऊ झाँसी माली रानीको उत्रियो जब युद्धमा जो रोक्दो नदी बगाइदिन अरू के नै हिम्मत हुन्छ उरानीमा जो यस्तो भन्नुहुन्थ्यो जो राख्न पनि जाओस् मेरो को दामनमा नलागोस् दाग पनि मेरो खुनको इच्छा राखे जसको हातमा मेरो खुन लागोस् के यो रानी पद्मनी पितृ कसले आगोमा सागोनो आफ्नो पतिको सम्मानमा न दोस्रोलाई स्थान दियो एक सत्य सावित्री जसले बटकी चेतन एक आजकालको नारी जसलाई जान्छ एमको भार हे कलियुगको नारी तिमी अस्तित्व कसरी भुली गयो पनि खाएको मर्यादादेखि तिमी कसरी यति टाढा गयो किन भुली गयो त्यो संसार जसमा जुनुको माना होस् किन भोलिको हो त्यो सिङ्गार जसमा हातमा बोलबार होस् मेरो माता बहिनी तिमी अब संस्कृतिको साथ चल आफैलाई चिनो चित्र जस्ती नारी बनो ऊ पनि हारीलाई त्यो कसले छत्रपति तयार गरी त्यो गरिबली रानी जसले शिर थाल्न सजाइदियो त्यो बन्दा भयो जो राजनीतिमा जसले छोराको बलिदान दियो नारी बन त्यसले जस्तै महाराणा प्रताप बनाइदियो किन लागेको नशा